नमस्ते, स्वागत छ हजुरलाई दिदीको किचनमा। आज चाहिँ मोमो बनाऊँ है। चिकन मोमो बनाउँदैछु। मैले चाहिँ मुसमास पारेर रेडी पनि गरिसकेँ। मेरो छोराले निकै दिन भयो मोमो मोमो भनेको थियो। अनि मैले चाहिँ आज यसो मोमो बनाउनु पर्यो घरमै। घरमै बनाएपछि बच्चाहरूलाई आफ्नो हिसाबले बनाइन्छ, मरमसला नि कम हालेर होइन। यतातिर चाहिँ मैले अचार पनि बनाउँदैछु है। यसो कराहीमा तेलसेल ततायो होइन। यसरी अलिकति जिरालाई भुटभाट पार्ने। जिरालाई अलिअलि रातो भएपछि मैले त्यसमै फेरि एक साइडमा प्याज पनि राखेँ। प्याजलाई पनि हल्का भुटभाट पार्ने। प्याज अलिकति रातो भएपछि यसमा मैले चाहिँ काटेर राखेको टमाटर राखेँ। हुन त यो सबैले जानेकै हो रेसिपी होइन। सबैले जान्नुभएकै छ। आजकल हामी प्रायः नेपालीहरू फेरि मोमो बनाउन सबैलाई आउँछ। त्यही पनि मैले नि यसो हालिराखेको होइन। कहिले कसै त काम लाग्छ, कोही कसैलाई यतिको भएपछि जिरा र धनियाँको धुलो। अनि मैले चाहिँ अलिकति यसमा अब टिमुर नि एड गर्छु होइन। अब मरमसला अब आफूहरूलाई जे स्वादअनुसार हाल्दा हुन्छ होइन। सबैले यतिको गरेपछि मैले मिक्सरमा ब्लेन्ड गरिदिएँ। यस्तो भयो मेरो अचार। मैले तिल पनि हाल्छु है साथी। यसमा चाहिँ तिलहरू हाल्न देखाउन छुटेछ। अनि यसरी मोमोको लागि नि मैले सबै रेडी गरिसकेको छु। अनि यसमा चाहिँ मैले प्रायः जस्तो मैदा मात्रै गर्दिनँ, आँटा पनि मिक्स गर्छु कि। आँटा मिक्स गरेर बनाउँछु कि धेरै जस्तो, किनकि बच्चाहरूलाई मैदाभन्दा आँटा ठिक हुन्छ। अनि आँटा अलिकति हाल्छु अनि धेरै जस्तो चाहिँ आँटा भयो मैदा अलिकति हाल्छु, धेरै जस्तै आँटा नै युज गर्छु म चाहिँ। अनि बच्चाहरूको लागि राम्रो पनि हुने आँटाले होइन। अनि यसरी मोमो प्याकिङ गर्छु। प्रायः म चाहिँ धेरै जस्तो किचनमै हुन्छु। म चाहिँ एक्लै यसरी काम गरिराख्छु क्या। अब घरमा बच्चाहरूलाई के बनाउनु भन्छ अनि यसरी मोमोहरू बनाउँछु बच्चाहरूको लागि। कहिले के भन्छ कहिले के भन्छ है। अब घरमा यसरी बनाएपछि त उसलाई मजाले उसले अक्काउन्जरी खान्छ है। यसरी बनायो। खासै त आउँदैन, अब जतिको जानेको छ त्यति नै गर्छु। यसरी बेरबार पार्यो अनि घरमै पकाएर दिएपछि ढुक्क नि भयो। बाहिर अब के कस्तो भन्न पनि परेन होइन। यसरी पक्का पारेर रेडी भइसक्यो। अब मैले यसलाई छिटो पकाएँ, रेडी नै गरिसकेँ मैले। मेरो बच्चाले खाँदैछ। उसलाई चाहिँ यति खान पाएपछि बेसी खुसी हुन्छ। अनि साथीहरू लाइक सेयर कमेन्ट गरिदिनु होला मेरो च्यानललाई। हजुरहरूको साथ सपोर्ट बिना केही छैन है साथीहरू। ल मेरो सानो छोरा नि खाँदैछ है। धन्यवाद।